you partner. I love you too. Mwah. डेटिङ स्पटमा मोबाइल बन्द ल केटाकेटी हौ अनि आदेशमा आएर तपाईँ भिडियो च्याटमा पनि बाबा अलिकति तल देख्नु न भन्ने होइन है के कुरा गर्नुपर्छ टक्क फेस अन गर्ने कुरा गर्ने सक्यो त्यसैले मिसयुज हुनसक्छ तपाईँलाई गलत प्रयोग गर्न सक्छन् तपाईँले दुःख पाउन सक्नुहुन्छ हामीले धेरै कलाकारहरूको गतिविधिहरू हेर्दै आइरहेछौँ सो दुर्घटना हुनुभन्दा पहिला सबैले सोच विचार गर्ने टेक्नोलोजीको सही सदुपयोग गर्ने ल बाबा है आवेशमा आएर फेरि आज के लागेछु खै देख्नु न भन्यो भने मान्ने होइन ल अनि तपाईँहरू कहिले काहीँ डेटिङ जाँदाखेरि चाहिँ नियम बनाउनुहोस् अब कसैले पनि मोबाइल लान पाउँदैन त्यहाँसम्म ल हो कि नत्र भने आज भोलि आमामा केटाकेटीहरू बाबा वाला भिडियो खिचेर अनि पछाडि चाहिँ ब्ल्याकमेल गर्न थाल्छन् फेरि ओ तैँले मलाई छोडिस् भने म आउट गरिदिन्छु ओ तैँले मलाई यति पैसा दिएनस् भने म तेरो भिडियो आउट गरिदिन्छु भन्छन् फेरि त्यसैले ओके भन्दै अब लास्टमा चाहिँ जाँदै तपाईँलाई म एउटा गीत सुनाउन चाहन्छु बनकेरा थाहा छ म सिकाउँछु वनमा पाइने चिजहरूलाई वन भन्छ जस्तै वनतरुल होइन वनतरुल वनमौरी वनकेरा वनकाफल वन मान्छे त्यसैले म तपाईँलाई वनकेरा गाउन सिकाउँछु है त कालो कफल पहेँलो बेसार मरिलानु जिन्दगी के छ र बनैमा वनकेरा मातलु घुन्न लाज मान्नु हुन्न हे नाच माया एकचोटि फन्केर पहेँलो बेसार मरिलानु जिन्दगी के छ र बनैमा वनकेर मातलु घुन्न लाज मान्नु हुन्न हे नाच माया एकचोटि फन्केर हे नाच माया एकचोटि फन्केर अझै लाउ आज त नयाँ वर्ष हो त्यसैले नयाँ वर्षको एनर्जी आउनु पर्यो हे नाच माया एकचोटि हे नाच माया एकचोटि मादल घुन्न यो ट्र्याक तपाईँको लागि त As a baby, hi, I love you. कसैले नभन्ने मन मिल्ने साथीलाई पनि नभन्ने कसैले नभन्ने अनि बोयफ्रेन्डहरूले तपाईँलाई विश्वास गरेन भने पनि तिमी मात्रै हो मेरो भन्ने तिमी प्रत्येक बोयफ्रेन्डलाई तिमी मात्रै हो भन्ने अनि बोयफ्रेन्डले कसम खाऊ त भन्यो भने कसम पनि खाइदिने हो तर कसम खाने बेलामा चाहिँ आफ्नो छोराछोरीको आमा बाबुको भगवान्को देउताको केहीको पनि नखाने सिधै त्यही केटाको टाउको मात्र राखेर खाने सबै बोयफ्रेन्डले तिम्रो कसम तिमी मात्रै हो भन्ने मरे पनि त्यही मुर्दाहरू मर्छ ल ओके त्यसैले धेरै त्यस्तो कुराहरू चाहिँ गोप्य राख्नु होला तर गर्न त पछाडि नहट्नु होला त्यही भएर ठ्याक्कै उद्घाटन गर्ने बेला भएर सोध्नुहोस् के छ केटा हौ तिमी त केटा होइन तिमी त पक्का हुन्छ नि सोल्डेगे ठ्याक्कै उमेर पनि मिल्ने तिम्रो र मेरो लाउने पनि तिमीले घुँडा देखिने गरेर लाउँदो रहेछौ लुगा पनि मैले पनि घुँडा देखिने गरेर लाउँछु अब घरको बुढी कहिले छोड्छौ बाबा छोड्दैनौ मलाई थाहा छ नि त केटाहरूको ट्रिक एभ्री इयर एनिभर्सरीको दिनमा चाहिँ
बुढीलाई पुरा स्ट्याटस लेख्ने फेसबुकमा, तिमी नभएको भए त मेरो जिन्दगी अधुरो हुन्थ्यो होला, मलाई कम्प्लिट गरेको तिमीले नै हो, मेरी घरकी देवी सरस्वती सबै तिमी हौ भन्ने होइन। अनि एनिभर्सरीमा केक काट्ने, अर्को दिन चिक्स लिएर जाने। बेङ्गलोरको 3000 त्यसैले केटी हौ, तपाईँले पनि आफ्नो बुढाले टक्कै एनिभर्सरीमा यति लामो लेख्ने, तर बोयफ्रेन्ड बनाउन चाहिँ नछोड्ने। घरमा दाल भात तरकारी पाके पनि कहिले काहीँ बाहिर मोमो चाउमिन खानुपर्छ कि टेस्टको लागि। ओके, आई लभ यु टु भन्दै यो गीत स्पेसली केटीहरूको तर्फबाट केटाहरूको लागि है त। कालो गए गोरो आउँछ, गोरो गए कालो हो कि होइन केटी हो। त्यसैले एकजना मान्छेको लागि ज्यान फाल्ने, एकदमै एकजना मान्छेको लागि आफ्नो भविष्यलाई बर्बाद गर्ने, आफ्नो एकजना केटा मान्छेको लागि झुन्डेर मर्ने काम चाहिँ हुनु हुँदैन है केटी हो। किनकि हामी केटी मान्छे एकदमै ब्युटिफुल हुन्छ। एकजना केटाले छोड्नुपर्छ, 10 जना केटा लाइनमा बसिरहेको हुन्छ त्यहाँ है। त्यसैले जानेलाई बाई बाई गर्ने, आउनेलाई स्वागत गर्ने, अनि रुने त पटक्कै होइन, बरु रुवाउने हो। किनकि कालो गए गोरो आउँछ, गोरो गए कालो त हुँदै होइन, अर्कै खालको छ नि यो। बेबीले के पुछेको थियो अस्ति? ए आजै किनेको? ओके, आई लभ यु। अब चाहिँ अर्को गीत यता चान्चु नि त गाहो र अध्यारो मालाको माया, अध्यारो मालाको माया, अध्यारो मालाको माया। खोइ त अघि टी सर्ट खोल्ने तिमी नलगाउ न, यतापट्टि तिमी खोलिदिउ न। आई लभ नाङ्गो केटाहरू कि फेरि साँच्चै भने कस्तो हेर्दा पनि रमाइलो हुने कि, आफूलाई हल्का सिरिङ्ग टाइपको होइन। झन् यस्तै कलिलो कलिलो केटाहरू। 18 वर्ष पुग्यौ? पुगेको छैन? नपुग्यो भने नाना लाऊ है। 18 भन्दा माथिकोले मात्रै नाना फुकाल्ने हो। 18 वर्षभन्दा मुनिकोले नाना फुकाल्यो भने त कुरी 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 हुन्छ फेरि ल। मैले त्यहाँ आएर कुरी कुरी गरिदिन्छु फेरि। ओके, 20 वर्ष माथिको चाहिँ जति फुकाल्दा पनि हुन्छ। ओके, त्यसैले के छ, तपाईँहरूले त्यहाँ मेरो सोल्टीलाई अप्ठ्यारो त गरेको छैन नि उहाँलाई? ठिक छ तपाईँलाई? तर त्यस्तो हल्ला गर्ने पछाडि तपाईँको पछाडि केटी भए पो रमाइलो हुन्थ्यो है, होइन? मैले बुझाएको छु त्यो अङ्कलको चाला। ओके, तर भिडभाडमा हुन्छ नि। म पनि पहिला पहिला अरू कलाकारको कन्सर्ट हेर्न जान्थेँ कि स्कुल पढ्ने बेलामा, होइन? अनि कहिले काहीँ चाहिँ भिडभाडमा रमाइलो हुन्छ, यताउता ठुकिन पनि पाउँछ, होइन? तर केटी मान्छेको पछाडि बसेको केटाहरू चाहिँ बी केयरफुल है त ल। एकदम डिसेन्ट भएर हल्ला गर्ने, अगाडि केटी छ भने नगर्ने, किनकि अनकम्फर्टेबल हुनसक्छ। हजुर बेबी के भयो तिमीलाई? तिमी गर्छौ कहिले कहिले गर्छौ, रमाइलो भइरहेछ, मजा आइरहेछ होइन? मजा चाहिँ लिनुपर्छ हेर सोल्टी, किनकि हाम्रो जिन्दगी पनि बाउआमाले मजा लिँदा लिँदै आएको जिन्दगी हो। त्यसो जिन्दगी मजा लिँदा लिँदै बिताउने हो। ओके, सबैजनाले सँगसँगै गाउँ है त। अध्यारो